हेलो हेलो गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई म हो सृष्टि र तपाईँहरूलाई फेरि पनि स्वागत छ अर्को सानो छोटो मिनी भ्लगमा। अहिले चाहिँ आइसकेको छु म किचनमा अनि अहिले चाहिँ बसाल्दैछु म काबुली चना। यसलाई चाहिँ बोइल गर्छु पहिला अनि काबुली चना चाहिँ मलाई एकदमै धेरै मनपर्छ अनि त्यही लागि आज फेरि बिहान बनाउँदैछु काबुली चना। अनि साइडमा थियो दही रातमा जमाउन राखेको थियो, मजाले जमिसकेको थियो। यसलाई चाहिँ फ्रिजमा राखिदिन्छु, बाहिर राख्यो भने अमिलो हुन्छ नि त। अनि साइडमा फेरि मैले सब्जीको लागि जिरा धनियाँ यहाँनिर भुट्दैछु अनि म चाहिँ बिहान बिहान जहिले पनि सजिलो लाग्छ मलाई यसरी बनाउँछु। अनि यहाँनिर सब्जी साइडमा पाक्दैछ र साइडमा फेरि मैले बनाउँदैछु नानीको लागि लन्च बक्समा चाहिन्छ आटा अनि यहाँनिर मैले कुनिसकेको छु। अनि बिहान चाहिँ यस्तो पानी पर्नु खोज्छ नि स्कुल हिँड्ने बेला। अनि किचनमा चाहिँ खाना पाक्दैछ, त्यसपछि म आएको छु बाहिर अनि बाहिर चाहिँ झाडु लगाउँछु फटाफट। किचनमा खानाहरू बसालिरहेको छु, पाक्दै पनि गर्दैछ अनि खाना पाक्दै गर्दा चाहिँ बाहिर काम भ्याउन सजिलो हुन्छ नि त्यसरी। अनि बाहिरको काम भ्यायो भने चाहिँ भित्र गएर फटाफट फेरि आफ्नो काम सुरु। अनि बिहान चाहिँ पानी नपरोस् भन्यो है, स्कुल हिँड्ने बेला चाहिँ पानी पर्न सक्छ। यहाँनिर देख्न सक्नुहुन्छ होला एकदमै धेरै अन्धकार भइसकेको छ। अनि फेरि आइसकेको छु बाहिरको कामहरू सकेर किचनमा अनि यहाँनिर काबुली चना पनि रेडी गरिसकेको छु मैले। अनि आज चाहिँ सुमुको बाबाले पनि टिफिनमा राखिदिन्छु काबुली चना। अनि साथसाथमै टिफिन पनि रेडी भइसकेको छ सबै र लगाइसकेको छु। अनि आज चाहिँ काबुली चना अनि साथमा पुरी अनि शुभमको पनि आज टिफिनमा बनेको छ पुरी। अनि नानीलाई स्कुल पुऱ्याएर आइपुगेँ घरमा अनि त्यसपछि एकदमै धेरै गर्मी थियो। यहाँनिर चाहिँ मैले जुस बनाउनको लागि ल्याइसकेको छु, बनाना मिल्क सेक बनाउँदैछु। अनि त्यसपछि हामीहरूले जुसहरू पियो र त्यसपछि नानी चाहिँ अस्तिबाट आम खान्छु भन्दै थियो नि त। अनि चिलाउने आएर चाहिँ मैले नदिएको उसलाई अनि आज चाहिँ फाइनली उसले खाँदैछ हो। साइडमा बसेर म फेरि बनाउँदैछु च्याउ। यो हो स्कुलबाट आउनु बेला लिएर आएको थिएँ अनि त्यसलाई नै यहाँनिर बनाएर राख्छु भनेर, बनाएन भने यो फेरि कालो हुन्छ त्यही लागि। अनि फेरि आज हाम्रो रातमा बन्दैछ आलु पराठा। अनि आजको लागि हाम्रो भिडियो यति नै साथीहरू। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो पक्कै पनि मन पर्यो भने लाइक कमेन्ट अनि सेयर पनि गरिदिनुहोस्। थ्याङ्क यू सो मच फर वाचिङ।